अनि मैले एउटा ठुलो सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखेँ। उहाँको सामनेबाट पृथ्वी र आकाश भागे र तिनीहरूका निम्ति कतै ठाउँ पाइएन। मैले ठुला र साना सबै मरेकाहरू सिंहासनको सामने उभिरहेका देखेँ। औ पुस्तकहरू खोलिएका थिए। औ अर्को एउटा पुस्तक पनि खोलियो जो जीवनको पुस्तक हो। औ तिनीहरूले जे गरेका थिए ती पुस्तकहरूमा तिनीहरूका काम लेखिए बमोजिम ती मरेकाहरूको इन्साफ भएको थियो। अनि समुद्रले त्यसमा भएका मुर्दाहरूलाई दिइहाल्यो। औ मृत्यु र पातालले पनि तिनीहरूमा भएका मुर्दाहरूलाई दिइहाले। औ तिनीहरू प्रत्येकको आफ्नो आफ्नो काम अनुसार इन्साफ भयो। औ मृत्यु र पाताल अग्निकुण्डमा फालिए। यो चाहिँ अर्थात् अग्निकुण्ड दोस्रो मृत्यु हो। जीवनको पुस्तकमा नलेखिएको जुनसुकै पनि अग्निकुण्डमा फालियो। आमेन।